शुक्रबार मात्रै राजवादीहरूले प्रदर्शन गरेका क्रममा केही हिंसात्मक घटनाहरू भएका छन्। त्यो राजवादीहरूको समग्र प्रदर्शनलाई यहाँले कसरी हेरिरहनु भएको छ? अब यो के हो भने प्रदर्शन गर्न पाउने कुरा संविधानले ग्यारेन्टी गरेको हो, तर त्यो प्रदर्शन शान्तिपूर्ण हुनु पर्यो, अहिंसात्मक हुनु पर्यो। तर शुक्रबार जुन प्रदर्शन भयो त्यसले एउटा राजनीतिक चरित्रको नभएर आपराधिक चरित्रको देखियो र कम्प्लिट चाहिँ के हो भने कानुन हातमा लिने काम भयो, लुटपाट भयो, पत्रकारको समेत ज्यान जाने सम्मको चाहिँ आपराधिक क्रियाकलाप भयो, सार्वजनिक सम्पत्तिको तोडफोड भयो, मिडिया हाउसहरूमा आक्रमण भयो। त्यसबाट के देखियो भने यो कुनै एउटा पोलिटिकल किसिमको प्रदर्शन होइन, यो कुनै राजनीतिक प्रकृतिको आन्दोलन थिएन। यो एउटा चाहिँ विशुद्ध रूपमा आपराधिक जत्थाले गरेको चाहिँ आपराधिक कृत्य हो। संविधानले त्यो कुराको चाहिँ इजाजत दिँदैन, संविधानले त्यो कुराको चाहिँ अनुमति प्रदान गर्दैन। शान्तिपूर्ण तरिकाको जुन प्रदर्शन हो त्यसलाई मात्रै संवैधानिक प्रोटेक्सन प्राप्त छ, संविधानले त्यसलाई मात्रै प्रोटेक्ट गर्दछ। यस किसिमको आपराधिक क्रियाकलापलाई त्यो चाहिँ प्रदर्शन छैन। त्यसकारण अब चाहिँ यो आपराधिक चरित्रको प्रदर्शन भइसकेपछि यो चाहिँ फौजदारी कानुनको विषयवस्तु भयो, किनभने जुन किसिमको त्यहाँ अपराध कर्महरू भयो त्यसलाई अब चाहिँ मुलुकको फौजदारी कानुनले चाहिँ त्यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ। अर्थात् हजुरले एउटा त्यो प्रदर्शनकै कुरा गर्नु, उहाँहरूले पहिला शान्तिपूर्ण भनेर अनुमति लिनुभयो, तर घटनाक्रम अशान्त हुँदै गयो। हजुरले त अब बाहिरबाट हेरिरहनु भएको छ, मिडियामा सबैतिर पढिरहनु भएको छ। उनीहरूले भनिरहेको छन् कि पहिल्यै प्रहरी निजी घरमा प्रवेश गरेको थियो, माथि टियर ग्यास प्रहार गर्यो भन्छन् एक थरीले। अर्को थरीले चाहिँ निषेधित क्षेत्र तोडेर दुर्गा प्रसाद जो कमान्डर हुनुहुन्थ्यो उहाँ आफै भित्र प्रवेश गरिसकेपछि अवस्था बिथोलियो भन्छन्। हजुरले कसरी हेर्नु भएको छ? अब होइन, अब यस्तो छ, जुन प्रदर्शनकारी हुन् जस्तो भन्नुहोस् न, त्यसको कमान्डर भनिएको चाहिँ दुर्गा प्रसाद, यो त हामीले प्रत्यक्ष रूपमा क्यामेरामा देख्यौँ कि उनले चाहिँ प्रहरीहरूमाथि नै गाडी कुदाउन खोजेको जस्तो देखियो, कानुनलाई चाहिँ के छैन उल्लङ्घन गरेर खोजेको देखियो नि त। त प्रहरी पनि त आखिर राष्ट्र सेवक हुन्, उनको चाहिँ एउटा कानुनी कर्तव्य छ, एउटा यदि चाहिँ कुनै भिड अनियन्त्रित र हिंसक हुन थाल्यो भने रोक्ने उनीहरूको काम हो। तर त्यहाँ चाहिँ कसले चाहिँ अर्घेलो गरेको देखियो, त दुर्गा प्रसाईले नै उनीहरूमाथि गाडी नै चढाउन खोजेको देखियो। त्यो कुरामा यदि प्रहरीले संयम नअपनाएको भए धेरै ठुलो सङ्ख्यामा चाहिँ के छ भने त्यहाँ क्याजुअल्टी हुन सक्थ्यो, धेरै ठुलो रक्तपात हुन सक्थ्यो। तर त्यहाँ त हामीले देख्यौँ कि प्रहरीले संयम अपनाएको देखियो। र त्यसपछि मिडिया हाउसहरूमा कसले चाहिँ आक्रमण गर्यो, घरमा आगो लगाउने काम चाहिँ कसले गर्यो, त्यो प्रहरीले लगायो भन्न मिल्छ, त्यो देखिन्छ। त्यसपछि लुटपाट गरेको त्यो त प्रत्यक्ष रूपमा चाहिँ हामीले देखिरहेको छौँ, लुटपाट गरेको, गाडीहरू जलाएको। त्यसकारण के छ भने अब कहिले भिड अनियन्त्रित हुँदाखेरि आँसु ग्यासको प्रयोग हुन सक्छ, त्यसलाई चाहिँ अन्यथा लिन मिल्दैन। यद्यपि एउटा कुरामा मेरो सिरियस रिजर्भेसन के छ भने नेपाल प्रहरीलाई अलि आधुनिकीकरण गरिएको छैन, अलिकति वेल इक्विप्ड बनाएको छैन, किनभने यो चाहिँ भिड नियन्त्रण कसरी गर्ने त्यसको एउटा चाहिँ प्रपर ट्रेनिङहरू हुन्छ, त्यसको टेक्निकहरू छ, अनि त्यसलाई इक्विप पनि बनाउनु पर्ने हुन्छ। जस्तो भन्नुहोस् न, त्यहाँ गोली चलाउनु पर्ने स्थिति आयो, बाध्यात्मक स्थिति थियो होला, तर त्यहाँ त बुलेट किनभने प्रहरीसँग रबर बुलेट थिएन, अब नभएरै चलाएको होला भनेर अनुमान गरौँ। त्यसकारण त्यो एउटा पार्ट छ, तर एउटा त्यहाँ चाहिँ रबर बुलेट चलाउनु पर्थ्यो। त्यो चाहिँ जुन आँसु ग्यास छ त्यो चाहिँ डेट एक्सपायर भएको आँसु ग्यासको प्रयोग भयो, त त्यो चाहिँ स्टेटले चाहिँ तिनीहरूलाई चाहिँ एउटा इक्विप्ड गर्ने काम चाहिँ स्टेटको थियो। तर यो चाहिँ प्रदर्शनलाई हिंसात्मक बनाउने, मुठभेडमा लैजाने काम त देखियो र चाहिँ के छ भने अनाहकमा त्यो आन्दोलनसँग कुनै सम्बन्धै नभएको आम नागरिकको घरमा चाहिँ आगो लगाइयो, सामान्य मान्छेको कानुन व्यवसायको चाहिँ ल फर्म तोडफोड गरियो। त त्यो त प्रहरीले तोडफोड गरेको होइन, मिडियामा चाहिँ ढुङ्गा हाल्ने काम चाहिँ त प्रहरीले गरेको होइन, त्यो त प्रदर्शनकारीहरूले नै गरेका छन्। लुटपाट गरेको त हामीले देख्यौँ, त त्यो त प्रहरीले चाहिँ सामान लिएर भागेको त होइन, त्यो त त्यो प्रदर्शनमा आएकाहरूले नै गरेका छन्। त आन्दोलन भनेको चाहिँ के हुन्छ भने त्यो त एउटा पोलिटिकल फ्रिडमको लागि हुन्छ,
भ्रष्टाचारको शासनको विरोधमा हुन्छ, तर मुलुकलाई पछाडि फर्काउनको लागि पनि कहीँ त्यो आन्दोलन हुन्छ। त्यसकारण यो चाहिँ जुन यो जनतामा रहेको जुन असन्तोष छ, अफकोर्स जनतामा असन्तोष छ, किनभने मुलुकमा चाहिँ भ्रष्टाचार छ, कुशासन छ, तर त्यो भ्रष्टाचार र कुशासनलाई सम्बोधन गर्ने भनेको त्यो चाहिँ एक थान राजा आएर त्यो समस्या समाधान हुने होइन। त्यसको लागि त हामीले इन्स्टिट्युसन्सहरूलाई बलियो बनाउनु पर्यो, संरचनागत सुधारहरू गर्नु पर्यो। ती नेताहरू जो भ्रष्टाचार कार्यमा संलग्न छन् तिनीहरूलाई चाहिँ कानुनको दायरामा ल्याउनु पर्यो। तर अब यो चाहिँ के गरियो भने राजा ल्याउने नाममा जुन किसिमको चाहिँ हिंसात्मक क्रियाकलाप भयो, आगजनीहरू भयो, एउटा गम्भीर अपराध हो नि। पत्रकार मारिनु भनेको चान्चुने कुरो होइन। एउटा रिपोर्टिङ गर्दा गर्दै एउटा पत्रकार मारिने, यो त एउटा पत्रकारितामाथिको एट्याक हो। यो भनेको त खुला समाजमाथिको एट्याक हो, जनताको सूचनाको हकमाथिको एट्याक हो, लोकतन्त्रमाथिको एट्याक हो। एउटा पत्रकारको मात्रै कुरो छैन, यो त एउटा आधुनिक सभ्यतामाथिको त्यो आक्रमण हो। र जसरी यो क्रूरतापूर्वक चाहिँ के छ भने उनको चाहिँ हत्या भयो, हत्या नै हो यो भएको छ, त्यो सुनियोजित देखिन्छ। उनलाई चाहिँ मार्नको लागि चाहिँ के छ भने परिस्थितिहरू निर्माण गरियो र उनलाई चाहिँ उनको हत्या गरियो। भन्दाखेरि के हो भने यो एउटा आपराधिक किसिमको क्रियाकलाप थियो। त्यसकारण यसमा संलग्न भएका जोसुकै हुन् तिनीहरूलाई कानुनको दायरामा ल्याउनै पर्छ। कानुनले चाहिँ फङ्सन गर्न पाउनुपर्छ, कानुनले खुट्टा टेक्नुपर्छ। राज्य चाहिँ डराउनु हुँदैन। राज्यको चाहिँ के हुन्छ भने राज्यको प्रभावकारी उपस्थिति भएन भने त्यहाँ विधिको शासन चाहिँ सुरक्षित हुन सक्दैन, त्यहाँ दण्डहीनता हुन्छ र त्यहाँ नागरिकको चाहिँ जीवधनको सुरक्षा हुन सक्दैन। त्यसकारण स्टेटले फङ्सन गर्नुपर्छ, डराउने कुरो छैन। र यसमा चाहिँ के छ भने मुलुकको जोसँग हुन्छ अहिले सजिलो छ, किनभने क्यामेरामा ती सबै तस्बिरहरू कैद छन्। कसले चाहिँ हिंसा भड्काएको हो, को प्रत्यक्ष रूपमा संलग्न छ, सबै संलग्न छ। र अर्को कुरा के छ भने अब दुर्गा प्रसाईको त त्यहाँ स्पष्ट देखिन्छ, अरू पात्रहरू पनि देखिन्छन्। त भन्दाखेरि यी सबै पात्रहरू त्यहाँ चाहिँ मल्टिपल क्राइमहरू भएको छ। जस्तो भन्नुहोस् आगजनी भएको छ, ज्यान मरेको छ, ज्यान मार्ने उद्योग भएको छ, सार्वजनिक सम्पत्तिको तोडफोड भएको छ, व्यक्तिको चाहिँ के छ भने सम्पत्ति चाहिँ लुटपाट भएको छ, ढाका भएको छ, चोरी भएको छ। त यो चाहिँ मल्टिपल क्राइमहरू घटित भएको छ। र यस्तो क्रियाकलापमा संलग्न भएको जोसुकै हुन् तिनीहरूलाई कानुनको दायरामा ल्याउनै पर्छ। फौजदारी कानुनले चाहिँ के छ भने आफ्नो भूमिका चाहिँ निर्वाह गर्नुपर्छ। फौजदारी कानुनमा के चाहिँ जस्तो आकर्षित हुन्छ यो ज्यान मार्ने अथवा उद्योग अथवा के आगजनीको छुट्टै होइन, धेरै छन्। जस्तो भन्नुहोस् न, अब एउटा त मान्छेको ज्यानै गयो, ज्यान सम्बन्धी कसुर भइहाल्यो होइन 177। त्यसपछि यो चाहिँ आपराधिक उपद्रव छ, आपराधिक ढङ्गले चाहिँ के छ भने सम्पत्तिको चाहिँ क्षति पुर्याइएको छ, ज्यान मार्ने उद्योग भएको छ, धेरै मान्छेहरूले ज्यान बल्ल बल्ल ज्यान बचाएर भागेका छन्, आगजनी भएको छ होइन, लुटपाट भएको छ, डकैती भएको छ। त यो के हो भने यो मल्टिपल क्राइमहरू झन्डै 6-7वटा राज्य विरुद्धको कसुर भएको छ, संविधानै उल्टाउने काम भएको छ होइन, त सार्वजनिक शान्ति विरुद्धको कसुर भएको छ। भन्दाखेरि यसमा चाहिँ के हो देखियो भने एउटा मल्टिपल क्राइम घटित भएको देखियो। र यसमा चाहिँ के छ भने घटनास्थलमा उपस्थित भएर उक्साउने भड्काउने पात्रहरू त छँदैछन्, तर पर्दा पछाडि रहेका पात्रहरू पनि छन्। जस्तो यसको मुख्य योजनाकार नै ज्ञानेन्द्र देखिन्छ, निर्मल निवास देखिन्छ होइन। निर्मल निवासको चाहिँ प्रत्यक्ष योजनामा, उनको चाहिँ निर्देशनमा, उक्साहटमा यो क्रियाकलाप भएको छ। र यसको स्रोत भनेको चाहिँ उनको फागुन 6 गतेको वक्तव्य हो। उनको म चाहिँ अब कदम चाल्ने बेला आयो, तपाईँहरूको साथ चाहियो भनेको चाहिँ के हो भने यो सरकारलाई, यो संविधान बमोजिम संविधानको धाराअनुसार बनेको सरकारलाई अवदस गर्नको लागि म सडकमा आउँछु भन्या हो नि, म आउँछु तिमीहरूको साथ चाहियो भन्या हो नि। भनेपछि र उनैले चाहिँ कमान्डर तोकेका छन्। दुर्गा प्रसाई जस्तो चाहिँ एउटा कुनै पनि राजनीतिक विश्वसनीयता र पुँजी नभएको व्यक्तिलाई, एउटा ब्याङ्क डिफल्टरलाई, सबैलाई थाहा भएको कुरा हो, एउटा कुनै पनि राजनीतिक विश्वसनीयता नभएको पात्रलाई उनले चाहिँ आन्दोलनको कमान्डर बनाएका छन्। त्यो व्यक्तिले त्यो एक दिन अगाडि घन्टौँ निर्मल निवासमा बैठक गरेको छ, कुराकानी गरेको छ भनेपछि निर्मल निवासको चाहिँ प्रत्यक्ष निर्देशनमा यो सबै क्रियाकलाप भएको छ, मुख्य योजनामा यो क्रियाकलाप भएको छ। त्यसमा
उनलाई पनि मुख्य योजनाकारको रूपमा चाहिँ कानुनको दायरामा ल्याउनु जरुरी छ। उनलाई नल्याउँदाखेरि चाहिँ के छ भने यी त आसेपासेहरू मात्रै हुन्। आसेपासेलाई मात्रै एकाउन्टेबल बनाउने र मुख्य अभियुक्त ज्ञानेन्द्रै देखियो नि त। उनकै उसाहटमा, उनकै योजनामा, उनकै प्लानिङमा, उनकै निर्देशनमा यो क्रियाकलापहरू घटित भएको छ। आन्दोलनको जो कमान्डिङ गरिरहनु भएको थियो, जो त्यो आन्दोलनको संयोजन गरिरहनु भएको थियो, फरक फरक व्यक्तिहरू जस्तो रविन्द्र मिश्रहरू त्यहाँ हुनुहुन्थ्यो होइन। जस्तो उहाँहरूलाई चाहिँ जस्तो यति धेरै हिंसात्मक गतिविधि भइसकेपछि यो कानुनका कुराहरूले कुन जस्तो अलिक बढी भने कतिलाई अब त्यो जेल सजायको कुराहरू होला नि होइन, जस्तो दण्ड जरिमानाको कुराहरू होला, त्यसमा चाहिँ कस्तो हुन्छ? अब यसमा म यो के भन्छु भने अब फौजदारी कानुन भनेको चाहिँ कस्तो हुन्छ भने यो चाहिँ सोलो डोलोमा एउटै ब्राकेटमा एउटै डोकोमा सबैलाई राख्न मिल्दैन। त्यसमा चाहिँ के छ भने कसको के संलग्नता छ होइन, के संलग्नता छ। जस्तो भन्नुहोस् न, अहिले एउटा सजिलो के छ भने त्यहाँको सबै अडियो भिजुअल्सहरू सबै किन मिडियाले पनि खिचेको छ, सीसीटीभी फुटेजहरू पनि छन्। त्यसको आधारमा चाहिँ कसको के भूमिका देखिन्छ। आगो लगाउनेमा कसो थियो, त्यो पत्रकारलाई चाहिँ के ढोकै लगाएर चाहिँ बाहिरबाट तालचा लगाइयो, त्यसमा कसको भूमिका रह्यो, आगो त्यहाँ कसले लगायो, कसको भूमिका रह्यो, पसल कसले लुट्यो, ढुङ्गा कसले हान्यो, गाडी कसले जलायो, यो सबै कुरो चाहिँ आइडेन्टिफाई हुनसक्छ होइन। तत्त उसमा अब एउटैले सबै अभियोग लगाउनुपर्छ भन्ने पनि छैन। किनभने फौजदारी कानुनले के भन्छ भने प्रति व्यक्ति उसको लेभल अफ इन्भल्भमेन्ट क्राइममा के हो, अपराधमा उसको संलग्नताको स्तर के हो र प्रति व्यक्ति प्रमाण के हो। त हरेकको अलग अलग प्रमाणहरू त्यहाँ चाहिँ प्रस्तुत गर्नुपर्ने हुन्छ। एउटै ब्राकेटमा सबलाई राखेर, एउटै डोकोमा सबैलाई राखेर त्यो गर्न मिल्दैन। अब हत्याको अभियोग पनि सबैलाई लगाउन मिल्ने नहुन सक्छ होइन। र अब जस्तो भन्नुहोस् न, ज्ञानेन्द्र चाहिँ त घटनास्थलमा उपस्थित थिएन, त उनलाई के कानुन लाग्छ? उनलाई चाहिँ के छ भने मुख्य योजनाकारको सजाय हुनसक्छ। उनी घटनास्थलमा आफू उपस्थित नहुने तर सबै प्लानिङ गर्ने, सबै डिजाइन गर्ने, सबै निर्देशन दिने त्यो हुनसक्छ। अब दुर्गा प्रसाई छन्, उनलाई कमान्डर भनेर भनिएको छ। उनले चाहिँ के छ भने गाडीले कुल्चिन खोजेको देखियो, जान मार्ने, पुलिसकै जान मार्ने उद्योगको अपराध त्यहाँ त्यो देखिन सक्छ। त्यसपछि उक्साहट गरेर उनी चाहिँ आफू चाहिँ लुकेर भागेको हुनसक्छ। अनि त्यसै गरी अब रविन्द्र मिश्रहरूको अब के लेभलको उनीहरूको संलग्नता छ, फेरि हामी कसैका प्रति एकदमै पूर्वाग्रह पनि हुनु जरुरी छैन। हामी चाहिँ कानुन व्यवसायी हौँ, हामी चाहिँ के छ भने प्रमाण र तथ्य हेर्नु पर्यो। राज्यले पनि के हेर्नु पर्यो भने कसैकालाई प्रतिशोधभन्दा पनि अफकोर्स कोही पनि गम्भीर अपराध चाहिँ अदण्डित रहनु हुँदैन, दोषी कोही छुट्नु हुँदैन, तर निर्दोष कोही पनि फस्नु हुँदैन। तर म के भन्छु भने अहिले यो जुन तीनकुनेमा जुन भएको घटना हो, पहिलो कुरा त यसको निष्पक्ष न्याय चाहिँ छानबिन गर्नु जरुरी छ। त्यसको एकदमै दुध पानीको पानी अहिले चाहिँ टेक्नोलोजीले त्यो कुराहरू सहिलो पनि गरिदिएको छ। त त्यो एउटा क्रेडिबल इन्भेस्टिगेसनबाट प्रति व्यक्ति प्रमाणको आधारमा कसको कुन अपराधमा संलग्नता छ र कुन लेभलको संलग्नता छ। कसैले चाहिँ मुख्य भएर वचन मात्रै दिने होला, कोही चाहिँ आफैले आगो लगाउने होला, कोहीले चाहिँ आगो लगाऊ गर म छँदैछु, म बेहोर्छु भने होला। त त्यहाँ विभिन्न र त्यसको चाहिँ प्रमाणहरू, साक्षीहरू, त्यसको आधारमा अब धेरै मान्छेहरू अहिले पक्राउ पनि परेका छन्। उनीहरू कसको उक्साहटमा आएका छन्, उनीहरूले पनि त आफ्नो स्टेटमेन्ट देलान् नि, प्लानिङ गरेर आएका हुन् भन्ने कुरा, त्यो कुरा त उनीहरूले बताउलान् नि। हामीले यसरी चाहिँ खटाइएको थियो, यसरी चाहिँ के छ भने हामीले पैसा दिएको थियो या जे थियो, या यसरी चाहिँ हामीले यो क्रियाकलापमा संलग्न गराइएको थियो, त्यो गराउने व्यक्ति फलाना थियो, त्यो मिटिङमा फलाना आएको थियो होइन। त घटनास्थलभन्दा बाहिर पनि के प्लानिङ भएको थियो। अब त्यो चाहिँ एउटा यसको चाहिँ एउटा क्रेडिबल, एउटा चाहिँ विश्वसनीय अनुसन्धानले, विश्वसनीय छानबिनले यो सबै कुराहरू, तथ्यहरू उजागर हुन्छ। त्यसकारण तर एउटै कुरा म के भन्छु भने यो सिरियस मामिला हो, यो चाहिँ आपराधिक क्रियाकलाप भएको छ। त्यसलाई चाहिँ राजनीतिको आवरणमा आपराधिक क्रियाकलाप पनि गर्न पाइँदैन। अपराध र राजनीतिलाई हामीले अलग छुट्याएर हेर्नुपर्छ र प्रदर्शनको नाममा अपराध गर्ने अधिकार छैन। ठिक छ, शान्तिपूर्ण तरिकाले आफ्नो कुरा प्रस्तुत गर्न पाउने अधिकार सबैलाई छ। हामी कसैसँग असहमत हुन सक्छौँ,
तर उसको अभिव्यक्तिको स्वतन्त्रतालाई चाहिँ हामीले सम्मान गर्नुपर्ने हुन्छ। तर हिंसा गर्न पाइएन, कानुन हातमा लिन पाइएन, उपद्रव गर्न पाइएन। तर अस्तिको चाहिँ के देखियो भने त्यो विशुद्ध रूपमा उपद्रव देखियो, आपराधिक क्रियाकलाप देखियो, त्यसमा कुनै राजनीतिक सोच, भिजन, परिकल्पना केही पनि देखिएन र विशुद्ध अपराध जस्तो देखियो। किनभने राजनीतिक प्रदर्शनमा आएको व्यक्ति सामान लिएर भाग्छ, त्यसको त ठुलो उद्देश्य हुन्छ नि त।